के बसन्तले केसरीलाई कम्ती माया गर्न थालेका हुन्? बसन्त आफू जेलबाट छुट्दा पनि किन केसरीलाई एक कल पनि गर्न सकेनन्? बसन्त सिर्जनासँगै अब बस्न चाहेका हुन् त? के हुन लागेको छ दर्शकबिन केसरी सिरियलको आगामी भागमा आज हामी यस भिडियोमा पुरा बताउन लागिरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म हेर्नुहोला। इन्द्रले खेलेको त्यो ठुलो खेल आखिरी पुलिसले पत्ता लगाएर इन्द्रलाई जेलभित्र कोच्न सफल भइसकेको हामीहरूले देखिसकेका छौँ भने इन्द्रले केही बेर त सोचिसकेको थियो, यो खेलमा मैले विजय प्राप्त गरिसकेँ, अब मैले सिर्जनालाई पाउँछु भन्ने ठुलो आश राखिरहेको थियो। तर पनि प्रहरीले इन्द्रमाथि शङ्का गरेर इन्द्रका साथी र इन्द्रलाई समातेर प्रमाणसहित जेलमा कोच्न सफल भइसकेको छ भने यता बसन्त जेलबाट छुटेर आफ्नो घरमा नगएर सिर्जनाको घरतर्फ जाँदा उता केसरी र बसन्तको बुवा आमालाई ठुलो चिन्ता परिरहेको थियो। आखिर बसन्त जेलबाट छुट्दा पनि किन घरमा आएनन्? बसन्तको खाताबाट 1 लाख रुपियाँ अटोमेटिक किन काटिएको छ? कसले लग्यो 1 लाख रुपियाँ भन्ने घर परिवारमा ठुलो चिन्ता पर्दा पनि बसन्तले आफ्नो घर परिवारलाई त्यति वास्ता गरेको जस्तो देखिएको छैन। के बसन्तले आफ्नो परिवार र केसरीलाई माया गर्न छोडेका हुन् त भन्ने तपाईहरूलाई लाग्छ भने कमेन्ट बक्समा बसन्त भनी लेखिदिनु होला। यता केसरीको पेटमा बसन्तको बच्चा बसिरहेको भन्ने कुरा बसन्तको आमाले बारम्बार भनिरहेकी छिन्। के यो कुरा साँचो हो त? यो कुरा साँचो हो कि झुटो हो भन्नको लागि केसरी र बसन्त स्वास्थ्य चौकी गएर पक्कै पनि देखाउनु पर्ने हुन्छ। केसरीलाई लागेकै छैन कि आफ्नो पेटमा बच्चा बसिरहेको छ भन्ने कुरा। केसरीले त मलाई तनाव भएको कारणले, पीर चिन्ता परेको कारणले मलाई रिङ्गटा लागेको हो भन्ने केसरीले सोचिरहेकी छिन्। यदि साँच्चीकै केसरीको पेटमा बसन्तको बच्चा बसिरहेको छ भने यो अवस्थामा बसन्तलाई के होला त दर्शकबिन? के बसन्तले सिर्जनालाई छोडेर फेरि केसरीसँगै आफ्नो बच्चा यता पनि भयो भनेर बसन्तले सिर्जनालाई छोड्लान् त? पक्कै पनि बसन्तले छोड्दैनन्। जबदेखि सिर्जनाको पेटमा बसन्तको बच्चा बस्यो बसन्तले सिर्जनालाई छोड्दा पनि त्यो बच्चाको मायाले बसन्तको मन फर्किएर सिर्जनालाई माया गर्न लागिरहेको हामीहरूले देखिरहेका छौँ। बसन्तको मन कमलो छ र बसन्तले त्यस्तो अन्याय पनि गर्न सक्दैनन्। जबसम्म बसन्तको बच्चा सिर्जनाको साथमा रहिरहन्छ बसन्तले सिर्जनालाई भने भुल्न सक्दैनन्। हो यता केसरीको पनि पेटमा बच्चा रह्यो भने बसन्तले दुवैपट्टिलाई माया गर्नु पर्दछ। केसरी र सिर्जनालाई दुवैलाई बराबर बसन्तले माया गर्नुपर्ने अवस्था देखिन्छ। त्यो अवस्थामा भने बसन्तलाई अलिकति गाह्रो भने पक्कै हुनेछ, किनकि दुवैलाई मिलाउन त्यति सजिलो भने छैन। बसन्तले चाहेर सिर्जना र केसरीलाई एकै साथमा एउटै घरमा राख्न सक्दैनन्, किनकि केसरी र सिर्जना उनीहरू मिले भने मात्र एउटै घरमा बसन्तले राख्न सक्छन्। नत्र भने बसन्तले मैले राख्छु, दुवैजनालाई बिहे गर्छु भनेर उनीले ढिपी गरेर पनि बसन्तले दुवैलाई एकै ठाउँमा बनाउन भने सक्दैनन्। आखिरी केसरीलाई पीर चिन्ता र तनाव कहिलेसम्म परिरहन्छ त? केसरीलाई आफ्नै बहिनीले पनि यति नमिठो वचन लगाएकी छिन्। केसरीले आफ्नो बहिनीको पढाइको लागि कति दुःख गरेर, कति मेहनत गरेर पैसा पठाएर बहिनीलाई ठुलो बनाउनको लागि कोसिस गर्दा अहिले आएर बहिनीले अपरझट एउटा जडिया केटासँग बिहे गर्न पुगिन्। तर पनि केसरीलाई त्यति नमिठो वचन लाउँदा आज केसरीको कोही नभएर उनी एउटा रुनुपर्ने अवस्था पनि आएको छ। केसरीको सम्पूर्ण कुरा भनेकै बसन्त हुन्। बसन्त भनेको केसरीको लागि सब थोक हो भनेर केसरीले मानिरहेकी छिन्। यदि बसन्तले केसरीलाई धोका दिने र नमिठो वचन लगाएर त्यस घरबाट बसन्तले केसरीलाई निकाले भने केसरी यो दुनियाँमा रहनन् र उनी आत्महत्या गरेर मर्न सक्छिन्। केसरीले बसन्त मात्रै भए भने पनि धेरैभन्दा धेरै दुःख सहेर उनी हिम्मत गरेर अगाडि बढ्न सक्छिन्। त्यो हामीहरूले देखिरहेका छौँ। तर केसरीको जीवनमा यसरी एकाएक दुःखहरू आइरहँदा आखिरी केसरीको जीवनमा कहिले सुख आउँछ भन्ने हामीहरूले सोचिरहेका छौँ। पक्कै पनि केसरीले एक दिन न एक दिन सुख पाएको हामीहरूले देख्न पाउने छौँ। बसन्त र सिर्जनाको सम्बन्ध छुट्नुमा सिर्जनाकै धेरै दोष देखिएको थियो दर्शकबिन, किनकि सिर्जनाले बसन्तलाई विश्वास गर्न सकिनन्। त्यही आक्रोशमा बसन्तलाई धेरै कुरा भनिन्। उनले नमिठो वचन लगाएर बसन्त सिर्जनाको घरबाट टाढिएर गएर उता केसरीसँग बिहे गर्नुपर्ने अवस्था आएको थियो।
यस्तै अवस्थामा कहीँ कतै बसन्तले सृजनालाई नै फेरि माया गरिरहेको देख्दा कहीँ कतै फेरि केसरी छुट्टिएर आफू एक्लै बस्ने त होइनन् भन्ने कुरा पनि हामीहरूले सोच्न सकिन्छ दर्शकबिन। किनकि कुनै पनि श्रीमतीले आफ्नो श्रीमानको माया पाएनन् भने उनी श्रीमती त्यो श्रीमानसँग बस्दैनन् भन्ने हामीहरूलाई लागिरहेको छ। कहीँ कतै केसरीले पनि बसन्त सृजनातिर लागिरहेको देख्दा र आफूलाई ख्याल नगरेको देख्दा केसरी आफू छुट्टिएर एक्लै बस्ने त होइनन् भन्ने पनि लाग्न थालिसकेको छ दर्शकबिन। केसरी बसन्त र सृजनाको सम्बन्धलाई राम्रो बनाउनको लागि बसन्तले अब एउटा राम्रो कदम चाल्नुपर्छ दर्शकबिन। पक्कै पनि बसन्तले अब सृजना र केसरीलाई एउटै घरमा राम्रोसँग मिलाएर उनीहरूलाई चित्त बुझाएर मिठो तरिकाले बोलेर उनीहरूको इच्छा पुरा गरेर राखे भने सृजना र केसरीले अवस्थालाई बुझेर बसन्तसँग दुवैजना मिलेर बस्ने छन् भन्दै आजको केसरी सिरियलको रिभ्युज भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त धन्यवाद।